ठाउँ थाहै छैन यार तर कुन ठाउँ भनेर भन्दा तिनजुरे पहाडे गुराँसको डाँडा हो है। यतातिर चाहिँ यस्तो रेलिङ हालेको छ किनकि यताबाट लड्यो भने चाहिँ सिधै तल पुग्ने रहेछ। यो ठाउँको नामै गिद्धेभिर रहेछ। नाम अनुसारको ठाउँ बबालै रहेछ कि गिद्धेभिर यस्तो छ यार। एकचोटि त घाम लाग्दैन हो नि हो लाग्नै के हो। यो चाहिँ एनसेलको टावर हो कि एनटिसीको टावर हो थाहै भएन यार। टावर चाहिँ टावर रहेछ। टावरै जस्तो लाग्यो भ्यू टावर त होइन होला। झरिसक्यो तलतिर झरिसक्यो जस्तो। हो त्यहाँ तल चाहिँ पाथिभरा रहेछ। पाथिभरा माताको हामीले चाहिँ अघि नै दर्शन गरिसक्यौँ। त्यही भएर अरूलाई चाहिँ मैले मास्तिर जाऊँ भनेको त्यत्रो टाढा छ हिँडेर जान सकिन्न भनेर भन्नुभयो। त्यसपछि म चाहिँ आएँ। त्यसपछि अब उताबाट राउन्ड लाएर म चाहिँ सट्ट फर्किन्छु है। यस्तो हुस्सु लागेको छ कि एकैछिनमा हुस्सु लाग्छ एकैछिनमा क्लियर हुन्छ होइन। बवाल घिउ छ। अब म चाहिँ यताबाट फर्किन्छु। उता मैले एउटा फोनमा टाइम ल्याप्स राखिरहेको छु त्यो निकाल्छु अनि त्यसपछि फर्किन्छु है त ल।